कार्यकर्ता खोज्दै आयो भन्नु होला, मलाई कार्यकर्ता चाहिएको छैन, मलाई तपाईँ जस्तै साथी श्रमदाता चाहिएको छ। श्रमदाता चाहिँ खोज्दै आएको हो म, पार्टी बनाउन होइन भत्केको यो देश चाहिँ बनाउन निस्केको हो म। त्यसो भएको कारणले गर्दाखेरि म यो पार्टीमा झुकाव राख्छु, म यो पार्टीको आस्था राख्छु भन्ने किसिमका मान्छेहरूले पनि सुरक्षित तरिकाले त्यस्तो तपाईँको चाहिँ मनमा केही नराख्ने गरी होइन तपाईँहरूले चाहिँ सुन्न सक्नुहुन्छ। हामी कसैलाई दोष नआएका होइनौँ यहाँ, तर केही राष्ट्रघातका कुरा, केही देशद्रोहका कुराहरूको विरुद्धमा बोल्छौँ हामी, तर हामी कोही कसैलाई चाहिँ पराय, कोही कसैलाई तपाईँको चाहिँ नराम्रो हामी सम्झँदैनौँ। सर तपाईँ बोल्नु पर्छ। यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु, हाम्रो प्रतिस्पर्धा एमालेसँग होइन, हाम्रो प्रतिस्पर्धा कांग्रेस र माओवादीसँग होइन, हाम्रो प्रतिस्पर्धा रासपासँग होइन, हाम्रो प्रतिस्पर्धा अरू कुनै दलसँग होइन, हाम्रो प्रतिस्पर्धा चाइना र इन्डियासँग हो, अरू कुनै कुरामा होइन, विकासमा। मैले धेरैवटा तपाईँको चाहिँ पत्रकार सम्मेलनहरूमा पनि भनेको छु, हामी यस्तो एउटा संगठन बनाउँछौँ जुन संगठनको प्रतिस्पर्धा चाइना र इन्डिया, अरू केही कुरामा होइन, अरू केही कुरामा होइन है, सिर्फ विकासमा, श्रममा, समृद्धिमा। उनीहरूले 18 घण्टा काम गर्छन् भने हामीले 19-20 घण्टा काम गरेर देखाउनुपर्छ। त्यो सन्देश लिएर म तपाईँहरूलाई बोलाउन र जगाउन आएको मान्छे हुँ। तर चितवन आफै शिक्षित ठाउँ छ, बौद्धिक मान्छेहरूको बसोबास भएको ठाउँ, मैले तपाईँहरूलाई पढाउन र सिकाउन आएको भनेर नसम्झिदिनु होला, तर बोलाउन चाहिँ म आएको। तपाईँ आउनुहुन्छ? चितवन आउँछ त? म सबैजनालाई भन्न चाहन्छु, सारा नेपालीलाई म जगाउनका लागि आएको मान्छे। अब हामी सबै मिलेर श्रम नगरिकन यो देश बन्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ हामी आफैले यो देशलाई बनाउँछु भनेर दुई हात तपाईँहरूको हेरौँ त, दुई हात सबैले यो दुई हात हाम्रो छ, यो हातमा पाखुरामा दम र छातीमा तपाईँको छैन देश बोकेर हामी सबैजना अघि नबढुन्जेलसम्म यो देश बन्दैन। विदेशी ऋणले, विदेशी अनुदानले, ठेकदारले, नेताले देश बनाइदिन्छ भनेर पर्खिराखेकै कारणले गर्दाखेरि छिमेकी चाइनाले हामीलाई 150 वर्ष भन्दा पछाडि छोडिसक्यो है। हामीलाई त लाग्ला त्यो नारायणीमा एउटा पुल छँदैछ त, हाम्रो त तपाईँको भरतपुरको 6 लेनको बाटो छँदैछ त भनेर तपाईँले नभन्नु है। लुक एट योर नेबर है, चाइनालाई हेर्नुहोस् अनि त्यहाँनिर हामीले के गर्दैछौँ भन्ने कुरा बुझ्नु। भात खानको लागि विदेशीको टोइलेट धुन जानुपर्ने बाध्यता छ कि छैन यहाँ है? सिटामोल नपाएर मर्नु परिरहेको अवस्था छ कि छैन यहाँ? जथाहरू बेथीतिर भ्रष्टाचार छ कि छैन यहाँ? त्यसो भएको कारणले गर्दाखेरि त्यो सम्पूर्ण तपाईँको विकृतिहरूको अब हामीले तपाईँको छैन अन्त्य पनि गरेर एउटा नयाँ क्षितिजतर्फ जानुपर्छ भन्ने उद्घोषका साथ श्रम संस्कृति सुरु भएको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु।